गुड मर्निङ। आज चाहिँ कफी डेट जान लाग्यो है साथीहरूसँग अनि पुरा पानी खाइरहेको थिएँ। म चाहिँ त्यतिखेर दिमागमा याद आयो क्या कलेजको मिनी टेस्ट हुन्छ नि त, अनि त्यही याद आयो। अनि त्यसपछि त्यो गरेँ, अनि त्यसपछि रेडी हुन लाग्यो। अनि उनीहरूले चाहिँ फोन गरिरहेको छस् कहाँ छस् भनेर। अनि म चाहिँ घरमै छु भनेको जहिले तँ चाहिँ ढिलो हुन्छस्, जहिले ढिलो हुन्छस्, छिटो गरेर आएछ भन्दै गाली गरिरहेको थिएँ। अनि त्यसपछि हतार हतार रेडी भएँ। अनि यो चाहिँ मेरो आजको ड्रेस हो। अनि साइकल लिएर हतार हतार गएँ। अनि तिनीहरू चाहिँ आइसकेको थियो कि त्यहाँनिर, अनि त्यही भएर मलाई गाली गर्दैछ भनेर सोचेँ। अनि त्यसपछि त्यहाँबाट हामी गयौँ पार्कमा। अनि त्यसपछि यो चाहिँ अब नक्कल पारे होला के गरेँ, भिडियो खिचिरहेको थिएँ। अनि भ्यू चाहिँ कस्तो राम्रो थियो क्या, अगाडि हेर्नु न, अगाडि पछाडिको होइन, यस्तो राम्रो थियो। बिहान बिहानै घाम लागिरह, अनि राम्रो वरिपरि पनि। अनि त्यसपछि राम्रो देखिरहेको थियो, यस्तो देखेको थियो। अनि त्यो भिडियो खिच्दा खिच्दै फोटो खिच्दा खिच्दै कफी चाहिँ सेलाइसकेको थियो। अनि त्यसपछि त्यहाँबाट यिनीहरू चाहिँ टिकटक बनाउन लाग्यो, दुश्मन हेरेको हेरे भन्दै। अनि त्यसपछि यसको चाहिँ छिटो छिटो काम छ भनेर अगाडि नै गयो। अनि यो चाहिँ मेरो स्लो मोसन है हिँडिरहेको छ। अब मोटी देखिरहेको छ नि त, अब मोटी भए पनि के गर्नु, अब खाइन्छ मोटै हालिन्छ भने चित्त बुझाइ बस्यो। अनि त्यसपछि हामी चाहिँ निस्किँदाखेरि चाहिँ यस्तो हावा चलिरहेको थियो होइन। अनि साइकलहरू चाहिँ पुरै लडाइरहेको थियो क्या हावाले। अनि त्यसपछि त्यहाँबाट निस्क्यो। अनि हामी चाहिँ 32 तलामाथि त्यहाँनिर हेरौँ न एकछिन भनेर अनि त्यहाँ जान लाग्यो। अनि यो सिटी चाहिँ टापुमा छ नि त, वरिपरि समुद्र, अनि बिचमा छ। अनि कस्तो राम्रो छ क्या। अनि त्यसपछि गयौँ त्यहाँनिर। अनि यस्तो देखेको थियो, उसुले खासै राम्रो त देखेको थिएन, तै पनि यस्तो देखेको थियो। अनि त्यसपछि हामी चाहिँ आफ्नो आफ्नो घर फर्क्यौँ। बाई बाई आजको लागि चाहिँ।